स्वागत छ साथीहरु, तपाईहरुलाई हाम्रो च्यानलमा। सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब बटनमा थिची बेल आइकनलाई क्लिक गर्नु होला ताकि हाम्रो नयाँ भिडियोहरु तपाईहरु समक्ष सबैभन्दा अगाडि पुगोस्। साथीहरु, आज वचनको शीर्षक रहेको छ, साथीहरु म तपाईहरुलाई आज बताउने छु आफूमा भएको अधिकारको सही पहिचान गरी आफूमाथि आउने समस्याहरूलाई, रोगहरूलाई, व्याधिहरूलाई, तनावहरूमाथि विजय हुने वचनहरू। जब परमेश्वरले मानिसलाई बनाउनु भयो तब अधिकार मानिसलाई नै दिनुभयो। जसले आदमलाई सबै कुराहरूमाथि अधिकार गर्ने शक्ति दिनुभयो। सबै कुराहरूमाथि उहाँले सृष्टि गर्नुभएका हरेक कुराहरूमाथि अधिकार जब आदमलाई दिनुभयो, उहाँले बोलीमा दिनुभयो र त्यही बोली आज तपाईमा पनि रहेको छ, आदममा भएको थियो। हामीलाई विश्वासी जीवनमा समस्या नै नआउने भन्ने होइन, तर विश्वासी जीवनमा झन् धेरै समस्याहरू आउने गर्छ र अब त्यो समस्यामाथि तपाईहरूले हटाउनु पर्ने हुन्छ, समस्यालाई गुडा टेकाउनु नै पर्ने हुन्छ र हामी सँगै भएको अधिकार प्रयोग गरेर त्यो समस्यालाई तपाईमाथि आउने हरेक कुराको समस्याको पहाडलाई तपाईले फ्याक्नु पर्ने नै हुन्छ र समस्या कसैलाई पनि मन पर्दैन। जसो लेखिएको छ, समस्या जब तपाईमाथि आइपर्छ, जब तपाईमा आउने गर्छ, अब याकुबको वचनले भन्छ, याकुब 1:2-4, मेरा भाइ हो, तिमीहरूमाथि विभिन्न किसिमका आपद विपद आइपर्दा तिनलाई पुरा आनन्दको कुरा सम्झ, किनकि तिमीहरू जान्दछौ तिमीहरूका विश्वासको जातले धैर्य उत्पन्न गराउँदछ। धैर्यलाई त्यसको पुरा काम गर्न दियो ताकि तिमीहरूमा कुनै कुराको अभाव नभएर तिमीहरू परिपक्व र पूर्ण हो। तर यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको अभाव छ भने उसले उद्धारचित्तसँग नजर्किदिनु हुने परमेश्वरलाई त्यसले मागोस्। जसो परमेश्वरले लेखेको छ, जब जब हामीमा समस्या आउँछ, जब जब हामीमा दुःख कष्ट आउँछ, तब हामीसँग समस्या विभिन्न कारणले आउँछ। त्यो समस्या जब हामीलाई आउँछ, पावलले भन्छ त्यो समस्याहरूमा पुरा आनन्द गर। जब जब तपाईमा समस्या आउँछ, तपाईले चाहेर नचाहेर जब समस्या आउँछ, या त त्यो समस्या तपाईको आफ्नै कारणले हुन्छ, या त कुनै अरूको कारणले, कुनै पनि कारणले तपाईमा समस्याहरू आउन सक्छ र समस्या प्राय डियाबलसको चतुर्ताइबाट आउने गर्दछ। र अब भन्छ, यदि तपाईमा समस्या आइरहेको छ भने तपाईले जस्तो पावलले भन्छ तपाईको समस्यामा आनन्द गर। अब लेखिएको छ उपदेशक 3:1-8 म पढ्छु। सबै कुराका लागि समय छ र आकाशमुनि सबै कार्यकलापको बेला छ। जन्मने एउटा समय छ, मर्ने एउटा समय छ, रोप्ने एउटा समय छ, उखाल्ने एउटा समय छ, मार्ने एउटा समय छ, निको पार्ने एउटा समय छ, भत्काउने एउटा समय छ र बनाउने एउटा समय छ, रुने एउटा समय छ र हाँस्ने एउटा समय छ, शोक गर्ने एउटा समय छ र नाच्ने एउटा समय छ, ढुङ्गा छर्ने एउटा समय छ र ती बटुल्ने एउटा समय छ, अँगाल्ने एउटा समय छ र अलग रहने एउटा समय, खोज्ने एउटा समय छ र छोडिदिने एउटा समय, राख्ने एउटा समय छ र फाल्ने एउटा समय, च्यात्ने एउटा समय छ र मरम्मत गर्ने एउटा समय, चुप लाग्ने एउटा समय छ र बोल्ने एउटा समय, प्रेम गर्ने एउटा समय छ र घृणा गर्ने एउटा समय, वृद्धि गर्ने एउटा समय छ र मेलमिलाप गर्ने एउटा समय। यहाँ बाइबल अनुसार भनिएको छ, हरेक कुराको आफ्नो आफ्नो समय छ। आज म तपाईलाई भन्छु, होला तपाईसँग गरिबी छ होला, तपाईसँग समस्या छ होला, तपाईसँग समस्याको पहाड छ होला, तपाईमा आशिष भली आशिष छैन होला, दुःख कष्ट छ होला, तपाईमा रोग छ होला, तपाईमा बिरामी छ होला, तपाईसँग डिप्रेसन होला, ब्लड प्रेसर होला, जुन कुनै पनि तपाईसँग समस्या आउँछ, त्यो कुराको पनि आज कुनै निश्चित समय छ। आज जस्तो आज अहिले दिन छ, आज राति रात आउँछ र भोलि दिन फेरि आइहाल्छ। त्यसरी नै तपाईको समस्या पनि केही समयको लागि छ। जसो तपाईको समस्या तपाईको आजको अहिले दिन छ, जस्तो दिन बितेर रात आउँछ र रात बितिसकेपछि फेरि तपाईको दिन आउँछ, त्यसरी नै उज्यालो आउँछ, प्रकाश आउँछ। त्यसरी नै हरेक कुराको तपाईमा भएको हरेक कुराको समय छ। तपाईमा अहिले आर्थिक कमजोर छ होला, कतिपयको उन्नति प्रगति भएको छैन होला तपाईको व्यापार आज ठप्प भएको छ होला तपाईको व्यापार फस्टाएको छैन होला तपाईको समृद्धि भएको छैन होला, तर म भन्छु त्यसको पनि एक समय छ। जसो बाइबलमा भनिएको छ, उपदेशकको पुस्तकमा हरेक कुराको समय छ। प्रियहरू, त्यसैले म तपाईहरूलाई भन्दछु, तपाईमा आज समस्या होला, समस्या हट्ने एक समय छ। म तपाईहरूलाई आज उत्साहित गर्न चाहन्छु यही वचनद्वारा, हरेक कुराको एक समय छ र त्यो समय आउँछ र टलेर जान्छ। तर एउटा परमेश्वरको वचन मात्र एउटा जीवित हो, जो आकाश पाताल बिति जान्छन् तर मेरो वचन बित्ने छैन। जस्तो वचनमा लेखिएको छ लुका 21:33 ईश्वरको वचन जीवित र क्रियाशील हुन्छ। आज तपाईको माझमा तपाईलाई आज म उत्साहित गर्न चाहन्छु यही वचनद्वारा। प्रियहरू, आज हरेक कुराको समस्या होला, हरेक कुराको तपाईमा रोग होला, चिन्ता होला, तर त्यो कुरा पनि
सीमित समयसम्म रहनेछ र सीमित समय सकिएपछि त्यसको समय सकिएपछि तपाईँले त्यो समस्यालाई तपाईँले त्यो समस्याको पहाडलाई हरेक कुरालाई बाई बाई भन्नुपर्ने दिन आउनेछ। जसो वचनमा लेखिएको छ जहाँनिर तपाईँको समस्या आउँछ त्यहाँनिर हल पनि हुनेछ। किनभने जहाँनिर तपाईँमाथि समस्या आउनेछ तब परमेश्वरले तपाईँमाथि सहन सक्ने शक्ति र समस्याबाट निक्लने हल तपाईँलाई दिनुभएको छ। जसो लेखिएको छ 1 कोरिन्थी 10:13 मानिसलाई आइपर्ने परीक्षा बाहेक तिमीहरू अरू परीक्षामा परेका छैनौ, तर परमेश्वर विशेषज्ञ हुनुहुन्छ जसले तिमीहरूका शक्तिदेखि बाहिरका परीक्षामा पर्न दिनुहुने छैन, तर तिमीहरूले सहन सकुन् भनेर परीक्षाको साथसाथै उम्कने बाटो पनि दिनुहुन्छ। यसरी तिमीहरू त्यसलाई खप्न सक्नेछौ। जसो परमेश्वरको वचनमा लेखिएको छ जब पनि तपाईँलाई समस्या आउँछ, तपाईँलाई दुःख आउँछ, तपाईँलाई कष्ट आउनेछ, तपाईँलाई हरेक कुरामा परमेश्वरले सहन सक्ने शक्ति दिनुभएको छ र त्यहाँबाट उद्धार हुने बाटो तपाईँलाई दिनुभएको छ। तपाईँलाई बाटो देखाउनु हुनेछ परमेश्वरले। जसो अयुबको जीवनमा जसो समस्या आएको थियो, जब समस्या आएको छ नि बाइबलमा, तब बाइबलका मानिसहरू त्यो समस्यादेखि पार भएको छ। जसो मूसालाई पनि समस्या आएको छ र परमेश्वरले लाल समुद्र बनाइदिनु भएको छ। हो, अयुबको जीवनमा पनि भयङ्कर कष्ट आएको छ र त्यो कष्टबाट निक्लिसकेपछि करिब 9 महिनाको अन्तरालमा फेरि अयुबलाई उसको सुधीर फर्काइदिनु भयो भन्छ बाइबल। तपाईँलाई आज समस्या होला, तपाईँलाई आज हरेक किसिमका रोग व्याधिले घेरेको छ होला, तर आउनेछ त्यो दिन जब तपाईँको समस्यालाई, तपाईँको गरिबीलाई तपाईँले जितेर अगाडि बढ्नुहुन्छ। आउनेछ र आइसकेको छ त्यो दिन। अब परमेश्वरको फेरि वचनले भन्छ, भजन सङ्ग्रह 50:15 पदले भन्छ, सङ्कटको दिनमा मलाई पुकार र म तँलाई छुटाउने छु र तैँले मेरो महिमा गर्नेछिस्। जब तपाईँलाई सङ्कट पर्छ, तपाईँलाई हरेक किसिमका दुःख कष्टहरू आउनेछ, परमेश्वरको वचनले भन्छ मलाई सङ्कटको दिनमा मलाई पुकार र म तँलाई छुटाउने छु। आज प्रियहरू, तपाईँ नडराउनुहोस्। तपाईँले जब परमेश्वरमा भरोसा गर्नुहुन्छ र परमेश्वरलाई पुकार्नुहुन्छ, तपाईँको जुन कुनै समस्या होस्, ठुलोभन्दा पनि ठुलो समस्या होस्, समस्याको पहाड नै किन नहोस्, जसो मत्ती 21:21 लेखिएको छ, तिमीहरूले विश्वासको साथ शङ्का गरेनौ र यो पहाडलाई समुद्रमा खस भन्यो भने त्यो तिमीहरूको निम्ति त्यस्तै हुनेछ। तपाईँहरूको होला, तपाईँमा आज रोग होला, बिमारी होला, गरिबीपन होला, उन्नति भएको छैन होला, व्यापारमा हरेक कुरामा तपाईँको उन्नति भएको छैन होला, तर जब तपाईँमा भएको अधिकार प्रयोग गर्नुहुन्छ र परमेश्वरलाई पुकार्नुहुन्छ र तपाईँ हरेक कुरामा तपाईँको जसो उपदेशकको पुस्तकले भनेअनुसार हरेक कुराको समस्या छ र त्यो समस्याबाट निकाल्ने बाटो परमेश्वरले तपाईँलाई दिनुहुनेछ। जब पनि समस्या आउँछ, तपाईँमा समस्या आउँछ, तपाईँ जब हार खाने स्थितिमा आउनुहुन्छ, तब परमेश्वरलाई पुकार्नुहोस्। परमेश्वरले तपाईँलाई सहने शक्ति दिनुहुनेछ। 2 पत्रुस 1:3 लेखिएको छ, जसो आफ्नो महिमा र श्रेष्ठताद्वारा हामीलाई बोलाउनु हुनेलाई हामीले चिनेका हुनाले परमेश्वरको दिव्य शक्तिद्वारा जीवन र भक्तिको निम्ति हामीलाई चाहिने प्रत्येक थोक उहाँले दिनुभएको छ। हामीलाई हरेक कुराहरू जब पनि तपाईँलाई समस्या आउँछ, तपाईँलाई जब तपाईँको हिँड्दै गरेको बाटोमा तपाईँलाई ठेस लाग्छ, हरेक कुराहरू जब तपाईँमाथि समस्या आउन थाल्छ नि, तब त्यहाँनिर त परमेश्वरले तपाईँको लागि बाटो खोलिदिनु भएको हुन्छ अलरेडी नै। जब मिस्रीका सैनिकहरूले मूसालाई रोक्न भने, जब मूसाको पिछा गरे, तब बाटोको अगाडि बाटो नै थिएन, लाल समुद्र थियो, तर परमेश्वरले त्यो लाल समुद्रलाई पनि फ्याँकेर बाटो बनाउनु भयो र उनीहरूको उद्धार गर्नुभयो र त्यही मिस्रीका सेनाहरूले पछ्याउँदा उनीहरूलाई त्यही समुद्रमा भस्म गरिदिनु भयो, खत्तम गरिदिनु भयो। त्यसरी नै आज हरेक कुराको परमेश्वरको लागि कुनै कुरा पनि असम्भव छैन। मर्कुस 10:17 भन्छ, तपाईँ जुन बाटोबाट हिँड्दै जाँदा आज तपाईँमा गुज्रिएको कुरा होला, तपाईँमा समस्या होला, तर बाटो देखाउने आज परमेश्वर हुनुहुन्छ। प्रियहरू, त्यसैले परमेश्वरमा विश्वास गर्नुहोस्, भरोसा गर्नुहोस् र परमेश्वरलाई पुकार्नुहोस्। र फेरि लेखिएको छ, त्यसैले तपाईँ नडगमगाउनुहोस्, नडराउनुहोस्, चिन्तित नहुनुहोस्, निरुत्साहित नहुनुहोस्, अधिकारको प्रयोग गर्नुहोस् र तपाईँको त्यो समस्यामा
तपाईले पुरा आनन्द गर्नुहोस्, जसो पाउलले भन्छ याकुब 1:2 जसो तपाईको हरेक समस्यामा आउँदा तपाई आनन्दित रहनुहोस्, किनकि उपदेशकको पुस्तकले भन्छ कि हरेक कुराको समय छ। तर अलिकति समस्या आयो भन्दैमा, थोरै दुःख कष्ट पायो भन्दैमा, तरै पनि तपाई समस्यादेखि ओहो मलाई त के भयो, ओहो केही भइहाल्छ कि, अथवा समस्यादेखि तपाईँ भाग्न खोज्दै हुनुहुन्छ, समस्यादेखि तपाईँ डराउनुहुन्छ र तपाईँमा भएको अधिकार प्रयोग गर्नु हुँदैन भने त्यो तपाईँदेखि हट्ने छैन, झनै तपाईँमाथि त्यो आइलाग्नेछ। दुष्टले चाल पाउनेछ, दियाबलसले तपाईँलाई चाल पाउनेछ तपाईँमाथि, र तपाईँमाथि त्यो समस्या झन् ठुलो भएर आउनेछ। त्यसैले जसो लेखिएको छ अयुब 3:25 मलाई तर्साउने त्रासहरूले मलाई समातेका छन्, जेदेखि म डराउँछु ती ममाथि आइपरेका छन्, अयुबले भन्छ। त्यसकारण साथीहरू, मेरो प्रियहरू, जसो अयुबले भनेका छन् जेदेखि म डराउँछु ती ममाथि आइपरेका छन्। जब तपाईँ समस्यादेखि, तपाईँको गरिबीदेखि, तपाईँको रोगदेखि तपाईँ डराउनुहुन्छ नि, तब त्यो समस्याले तपाईलाई भित्रभित्र सकाइदिन्छ। जसो एउटा भनाइ छ, वनको बाघले खाला कि नखाला, मनको बाघले खायो भने। तब पनि तपाईमा चिन्ता हुन्छ, तपाईमा अधिकार प्रयोग गर्ने शक्ति छ, तरै पनि तपाईले अधिकार प्रयोग गर्नु भएन। तर तपाईँ डराउनु भयो भने, तपाईँ मनै डराउनु भयो भने, समस्यादेखि भाग्न खोज्नुभयो भने दियाबलसले उतिखेर चाल मोजेर तपाईलाई त्यो तपाईको डरलाई उसले अझ ठुलो डर बनाइदिन्छ। आज शैतान चाहन्छ, आज दियाबलस चाहन्छ तपाईँ डराएको, तपाईँ समस्यादेखि भागेको, तपाईलाई नकारात्मक कुरामा फसासेको तपाईँ आज दुष्ट चाहन्छ, दियाबलस चाहन्छ मेरो प्रियहरू। त्यसैले भन्छ अयुबले, म जे कुरामा डराउँछु त्यो ममाथि आउँछ। त्यसैले आजैबाट डराउन छोड्नुहोस्, समस्यालाई हकार्नुहोस् येशूको नाममा। जब पनि लाजरस मरेर 3 दिनमा चिहानमा गाडिएको थियो, जब येशू जानुभयो, येशूले भन्नु भएन, येशू डराउनु भएन, तर के भन्नुभयो येशूले, लाजरस बाहिर निस्कि। तब लाजरस झट्टै बाहिर आएको छ। प्रियहरू, डराउनु होइन, डराउने होइन, अधिकार प्रयोग गर्ने हो येशू मसीहको नाममा। उसलाई, समस्यालाई, तपाईँमा भएको गरिबीलाई, तपाईँमा भएको चिन्तालाई, रोगलाई तपाईँले अधिकारद्वारा तपाईँले हटाउनु पर्ने हुन्छ। मेरो विश्वासीहरू, यदि डराउँदै जानुहुन्छ, तपाईँ समस्यादेखि जति भाग्न खोज्दै हुनुहुन्छ, जति समस्या हुन्छ तपाईँले उसलाई हटाउनु हुँदैन, तपाईँको रोगलाई, तपाईँको गरिबीलाई हटाउनु हुँदैन। तब त्यो तपाईँको गलाको पासो जस्तो हुन्छ, जस्तो वचनमा लेखिएको छ हितोपदेश 29:24 मान्छेको डर एउटा पासो जस्तो हो, तर परमप्रभुमा भरोसा राख्ने मानिस सुरक्षित रहन्छ। के रे हजुर, मान्छेको डर एउटा पासो जस्तो हो, तर परमप्रभुमा भरोसा राख्ने मानिस सुरक्षित रहन्छ। एउटा पासो जस्तो हो। मानिसलाई यहाँ घाँटीमा पासो लगाइदियो भने के हुन्छ? के हुन्छ मान्छेलाई घाँटीमा पासो लगाइदियो भने? एउटा अब मान्छेलाई त तपाईँले देख्नु भएको छैन होला, एउटा बाख्रोलाई कहिलेकाहीँ बेरिएर घाँटीमा पासो लगायो भने कस्तो हुन्छ? कराएर, नमर्ने नबाच्ने। त्यस्तै हो भन्छ डर। तपाईँको पासो जस्तो हो, तपाईँलाई अलिअलि बिस्तारै तपाईँको सास बन्द गरिदिन्छ र तपाईँ मृत्युसम्म पुग्नुहुनेछ। त्यसैले डरलाई, समस्यालाई हटाउनुहोस्, ताकि तपाईँको डर, तपाईँको समस्याको डर, तपाईँको रोगको डर तपाईँको पासो बन्न नपाओस्। आमेन। किनकि वचनले भन्छ तपाईँले यो डरलाई, तपाईँमा भएको गरिबीलाई, तपाईँमा भएको हरेक कुरालाई तपाईँले हटाउन सक्नुहुन्छ। तपाईँमा भएको निराशालाई तपाईँले हटाउन सक्नुहुन्छ। जसो फिलिपी 4:13 भन्छ, जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा नै म सब कुरा गर्न सक्छु। जब तपाईँलाई रोगमा छ, तपाईँ रोगमा हुनुहुन्छ, तपाईँ गरिबीमा हुनुहुन्छ, तपाईँ दुःखमा हुनुहुन्छ, तपाईँ पीडामा हुनुहुन्छ, तपाईँले बोल्नुपर्ने हुन्छ, तपाईँको मुखको बोल्नुपर्ने हुन्छ र तपाईँले उहाँको शक्तिमा, उहाँ भनेको येशूको शक्तिमा तपाईँमा भएको समस्या, तपाईँमा भएको रोग
तपाईँमा भएको हरेक किसिमका चिन्ता फिक्रीहरू रोकिएका आशिषहरूलाई समस्याको पहाडलाई तपाईँले हटाउनु पर्ने हुन्छ। जसो परमेश्वरको वचनमा लेखेको छ यूहन्ना 10:10 चोर त चोर मात्र आउँछ, म त प्रशस्तताको जीवन दिन आएँ। तपाईँले अब भन्नुपर्ने हुन्छ तपाईँको मुखको बोलीले प्रशस्तताको जीवन मसँग छ, मसँग रोग, मसँग पीडा, मसँग दुःख, मसँग समस्या हुने छैन, म विजेताभन्दा माथिको छु जसो लेखिएको छ यशाया 54:14 धार्मिकतामा त स्थापित हुनेछिस्, अत्याचारबाट त टाढा रहनेछिस्, तँलाई कसैको डर हुने छैन, त्रासदेखि त टाढा रहनेछस्, तेरो नजिक त्यो आउने छैन। तपाईँको नजिक यशाया 54:14 भन्छ डर तपाईँको नजिक पर्ने छैन। आज तपाईँ डराउँदै हुनुहुन्छ भने तपाईँको घाँटीको जब पासो लाग्छ, पासो लाग्यो भने के हुन्छ? बिस्तारै बिस्तारै खतम हुन्छ। त्यसरी नै जब तपाईँ डराउनुहुन्छ तब तपाईँलाई बिस्तारै बिस्तारै तपाईँको डरले तपाईँलाई मारिदिन्छ, तपाईँलाई सकाइदिन्छ। त्यसैले यशाया 54:14 भन्छ डर तपाईँको नजिक पर्ने छैन। आज परमेश्वरले को वचनमा लेखेको छ, त्यसैले तपाईँ नडराउनुहोस्, तपाईँ केवल बोल्नुहोस्, हिम्मत गर्नुहोस् र समस्यालाई, तपाईँमा भएको रोगलाई, तपाईँमा भएको हरेक किसिमका व्याधाहरूलाई, तपाईँमाथि आउने समस्याहरूलाई तपाईँले हटाउनुहोस्। जसो भजन सङ्ग्रह 121:7 लेखेको छ तिम्रो माथि आइपर्ने सबै विपत्तिहरूबाट म तिमीलाई जोगाउनेछु। जसो मत्ती 19:16 भन्छ तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु, जे तिमीले पृथ्वीमा बाँच्छौ सो स्वर्गमा बाँधिनेछ, र जे तिमीले पृथ्वीमा फुकालौला सो स्वर्गमा फुकालिनेछ। आज साँचो तपाईँको हातमा छ। जब तपाईँले तपाईँको समस्यालाई, जब तपाईँले फुकाल्नुहुन्छ नि पृथ्वीमा तपाईँ भएको हरेक किसिमका व्याधाहरूलाई, जब तपाईँले यहाँबाट फुकाल्नुहुन्छ नि, चाहे त्यो समस्या चाहे जतोसुकै होस्, चाहे त्यो पहाड नै किन नहोस्, त्यो समुद्र नै किन नहोस्, चाहे त्यो हिमाल नै किन नहोस्, चाहे जतोसुकै तपाईँको समस्या किन नहोस्, चाबी कत्रो हुन्छ? तपाईँको घरमा भएको ताला चाहे जतिसुकै किन नहोस्, चाबी कत्रो हुन्छ? तपाईँको एउटा औँला जत्रो हुँदैन। त्यसरी नै ख्रिस्टको वचन, परमेश्वरको वचनले तपाईँको समस्या त्यो महान ताला हो भने ख्रिस्टको वचन तपाईँको हातमा भएको, परमेश्वरले राखिदिनु भएको, तपाईँको मुखमा राखिदिनु भएको बोलीको के हो? साँचो हो। जब तपाईँले यहाँ तपाईँको समस्या हटाउनुहुन्छ नि, त्यो स्वर्गसम्म खुलिनेछ, वचनमा भनेको छ। त्यसैले नडराउनुहोस्, परमेश्वरको बोलीको, परमेश्वरले राखिदिनु भएको वचनको प्रयोग गर्नुहोस् र त्यो तालाले खोल्नुहोस्। प्रियहरू, अब तपाईँको हातमा छ साँचो। समस्यालाई खोल्ने कि हटाउने कि भगाउने कि तपाईँको हातमा छ। तर परमेश्वर चाहनुहुन्छ तपाईँ समस्यादेखि भागेको होइन, समस्यालाई भगाएको। आज परमेश्वरको चाहना छ हरेक विश्वासीजन उहाँको वचनमा रहेर आफूमाथि आउने हरेक समस्यालाई भगाएको। जसो हितोपदेश 18:21 भन्छ ती मुखको बोलीमा हुन्छ। जब तपाईँले जे बोल्नुहुन्छ नि त्यो तपाईँको त्यस्तै हुन आउँछ। जस्तो रोमी 10:10 पनि भनिएको छ, हृदयले विश्वास गर्छ, मुखले बोल्छ र त्यो तिमीहरूको निम्ति त्यस्तै हुनेछ। जस्तो जब हितोपदेश 18:21 भन्छ कि तपाईँको मुखको बोलीमा नि शक्ति छ। परमेश्वरले तपाईँको मुखमा नि शक्ति राखिदिनु भएको छ। तपाईँले आज जे बोल्नुहुन्छ त्यही हुन्छ। त्यसैले अब तपाईँले तपाईँको मुखदेखि तपाईँको समस्यालाई मसीह यीशुको नाममा हट्टिजा भन्नुपर्ने हुन्छ। समस्याको पहाड हट्टिजा भन्नुपर्ने हुन्छ। रोग हट्टिजा भन्नुपर्ने हुन्छ। तपाईँको गरिबी हट्टिजा भन्नुपर्ने हुन्छ। तपाईँको गरिबी हट्टिजा भन्नुपर्ने हुन्छ। तपाईँको माथि आउने समस्या हट्टिजा भन्नुपर्ने हुन्छ। तपाईँले घोषणा गर्नुपर्ने हुन्छ र तपाईँबाट तपाईँमाथि भएको समस्या हरेक किसिमका बाधाहरू साइ लाग्नेछ। अब मसँग तपाईँ अन्तिममा मसँग तपाईँ भन्नुहोस्, म डराउने छैन, म परमेश्वरमा भरोसा राख्ने छु र उहाँले दिनुभएको शक्ति प्रयोग
गर्छु र म विजेताभन्दा बढी हुनेछु। समस्यालाई मैले घुँडा टेकाउने छु, नाकि समस्याले मलाई घुँडा टेकाउने छ। आमेन।